हेलो एभ्रिवान, सबैजना के गर्नु हुँदैछ? अब चाहिँ आज चाहिँ साह्रो जाडो छ गाइस हैन। अब आज चाहिँ मलाई बिहानदेखिको किनकि एकदमै चिसो भइरहेको थियो अनि त्यो माथि म अघि भर्खर नुहाएँ हो। सो अहिले चाहिँ म यहाँ माथि छतमा आएको छु। मैले चाहिँ किनभने यहाँ लुगाहरू सुकाएको थिएँ नि त अघि हो, त्यही लुगाहरू सुके कि सुकेन भनेर हेर्नु आएको थियो। अन्त लुगाहरू चाहिँ चिसै छ। पानी आउँदै उयो भयो, पानी अझै सुकेको उयो झरिसकेको छैन र सुकेको छैन लुगा। अघि भर्खर त धुएको हो, लुगा पनि सुकेको। अहिले जुत्ता सुकाइरहेको चाहिँ यस्तो गरेर सुकाएको हो, पानी उयो हुन्छ कि भनेर। घाम पनि लागेको थिएन अघि, सो यसरी सुकाएको छु लुगाहरू। अन्त म चाहिँ यहाँनिर लुगा हेर्न आएको, सुकेको छ छैन भनेर। सो अहिले चाहिँ कति बज्दैछ भन्दाखेरि अहिले चाहिँ 7:30 हुनु आँट्यो होइन। अन्त अब मैले लुगा अघि कति बजीतिर धुएको होला, 5 बजीतिर धुएको होला। अन्त यस्तो हेर्नु आएको थियो र पनि। सो गाइज यो चाहिँ नाइटको भ्यू हो। हामीहरूको छतबाट चाहिँ यस्तो देख्छ, हामीहरूको छतबाट चाहिँ यसरी यस्तो देख्छ भ्यू हो। अनि यस्तो छ नजारा चाहिँ रातिको चाहिँ। आज चाहिँ एकदमै चिसो छ, एकदमै चिसो है। यो तपाईँले देख्नु हुँदैछ नि, यहाँनिर आउँछ, यो चाहिँ मस्जिद रहेछ नि त हो। अनि बिहान बिहान यसो आवाजहरू आउँछ यहाँनिर, हाम्रो छेउमै छ हामीहरूको रुमदेखिको। सो यो चाहिँ त्यो हो, मस्जिद हो यो चाहिँ खासमा होइन। सो यहाँबाट चाहिँ बिहान बिहानै आवाज आउँछ। अनि त्यहाँ उनीहरूको टाइमिङमा प्रे गर्ने टाइमिङ हुँदो रहेछ कि साथीहरू। त्यो टाइमिङमा चाहिँ अल्लाह भनेर चाहिँ उनीहरूले प्रे गरेको चाहिँ यहाँबाट चाहिँ टक्कै हाम्रो रुमसम्म सुन्छ। किनभने हामीहरूको रुमको छेउमै छ नि त। फर्स्ट त हामीलाई पनि तर्सिन्थ्यो नि त सुन्दाखेरि चाहिँ। अन्त अहिले चाहिँ बानी भइसक्यो साथीहरू हामीलाई पनि।